Hey guys, स्वागत छ मेरो ब्लग सब सन्चै मन सन्चै आराममा चाहिँ खानासाना खाएर चाहिँ म चाहिँ बाहिर जानु तपाईँ तोरी हालिरहेको छन् क्या दिदी बहिनीहरूले चाहिँ अब म जान्छु पहिर चाहिँ 10:30 भइसक्यो तर तोरी पाकेर यस्तो भइसक्यो यो चाहिँ प्याज त यस्तो बबाल भएको यस्तो बबाल भयो प्याज चाहिँ यो चाहिँ अब सार्ने त्यहाँ चाहिँ आउँछ साग छ बासकी त्यहाँ मुनतिर पनि साग छ टन्नै चाहिँ कागती भइहाल्यो केरा लसुन भइहाल्यो हामी चाहिँ फुलेको मुला फुलिसक्यो तोरी पाकेर तल्लो पाटो पनि तोरी पाकिसक्यो यता चाहिँ बल्ल बल्ल यति पुग्दैछ म आउन साथ घर भागिन् के दिदी चाहिँ त्यहाँ चाहिँ टक्कसित केरा पाक्यो र पाकिन तोरी गुड्ने सुरु भइसक्यो ट्राबाट यता सिस्टर टक्कसित तोरी पनि गुडेर ल्याएर पाकेको भन्नु नि हाम्रो चाहिँ टक्कसित यहाँ चाहिँ त्यहाँदेखि उता गुडेन यता गुडेन यतिमा चाहिँ यहाँ चाहिँ माथिरको प्याज सार्ने भइसकेको छ तर यो ठाउँमा चाहिँ हामीले प्याज सार्छौँ टक्कसित यो पछिको ठाउँमा चाहिँ प्याज राख्छौँ सार्छौँ त्यहाँको प्याज चाहिँ सार्ने भइसक्यो त्यहाँ यतिमा चाहिँ प्याज लगाउने त्यहाँ गोडेको अब इन्तोरी पनि हाम्रो चाहिँ गोड्ने भइसकेको छ सागहरू चाहिँ उनी देखाइसकेको छु अरे हाम्रो सागहरू पनि राम्रो भयो तरकारीहरूलाई चाहिँ हामी चाहिँ यता चाहिँ थोरै छन् क्या चाहिँ लसुन छ भइहाल्यो चाहिँ बन्दा यहाँ चाहिँ सिप्चना तरकारी चाहिँ छ लगाएको छौँ केरा चाहिँ त्यो पाक्न लागेको छ अब चाहिँ केरा चाहिँ टन्नै छ यता पनि टन्नै छ केरा चाहिँ टन्नै छ क्या आज गएर स्कुल युनिफर्म धोएर श्री दाङबाङ माध्यमिक चाहिँ बहिनीको भइहाल्यो घर आइसक्यो चाहिँ मान्छे गएको रहेछ यस्तै छ रुम त्यहाँ चाहिँ मेरो बुक भइहाल्यो त्यहाँ किताब टक्क मिलाएर राखेको छु म त सुतेर पनि उडाइदिनु बाख्रालाई दिन पर्यो हाम्रो मान्छे र बहिनी बाख्रा कुदाएर भात पकाएर जङ्गलतिर जाने
तिनवटा भाँडामा तिनवटा भाँडामा चाहिँ बडा चाहिँ तिनवटा भाँडामा तिन थो दिनु पर्छ यहाँ चन्दाहरू चाहिँ अब कसै त बाह्रले कुँडेर पनि दिएछु कि एक ठाउँ त्यहाँ त्यो उता गयो फेरि त्यहाँ दिइसक्यो यिनीहरू चाहिँ बच्चा पाएन नि तिनीहरूले अझै उनीहरूलाई चाहिँ पछि दिन्छु त्यो पाठा छ कि आज होइन मुर्रा त्यस्तो छ खर काटेर सुकाएको छ के भन्छ खर काटेर सुकाएको दिउँसो खाना पनि नास्ता पनि हुन लागिसक्यो होइन यहाँ चाहिँ मेरो दाल छ चाहिँ रोटी मैले चाहिँ बनाएको चामलको अलिक गोलो भएन कि मैले चाहिँ बनाएको खाना खानुभन्दा चाहिँ 2 बजी यसो आजको भ्लग चाहिँ लामो भइसक्यो आजको भ्लग चाहिँ यहीँ इन गर्छु खाना खानुभन्दा हुन्छ लाइक कमेन्ट सब्सक्राइब द बेल आइकन नेक्स्ट भ्लगको लागि भेटौँला थ्याङ्क्स फर वाचिङ बाई बाई साथीहरू